यो चाहिँ डल्ले भएर छेकेर लानुपर्छ तेल हो पानीले छेक्यो नि त कलश अब म घन्टी बजाउँछु घन्टी बजाउने अब त कलश पर्दैन यति लाने पानीले छेकेपछि भयो पानीले दाइले हात यताबाट होइन यताबाटै छैन भित्रमा तपाईँ दिदी दियो लिएर घुम्नु अनि तेलले गर्नु लड्नुलाई बिस्तारै काललाई चाहिँ चिप्लिने बनाएको नि त मान्छेलाई होइन महाराजलाई पर भाग यो तेलले छेकेको त्यो रक्षा गर अब यो उता सिउरी हो दिदी पहिला हो त सिउरी हो अहिले यो सिउ भएको ठाउँमा फेरि गाह्रो हुन्छ हो त चलक सिउरी हुन्छ दिदी आउनु न दिदी चाहिँ झन् अगाडि गर्नुपर्ने हो दिदी किन लाटिनु भयो त हौ खै ठुलो दिदी सोचेको सोच्नु पर्दैन यस्तै हो जिन्दगी घाम चाहिँ दिदी अगाडि बढेर गर्नुहुन्छ भन्नु जहिले पछि छ म त त्यस्तै हो के गर्नुहुन्छ बुढेसकाल लाग्यो बुवाले उहाँ कहाँ जाने अरे भन्नुहुन्छ लुगा लगाइसक्यो अनि किन आज नयाँ नयाँ लुगा लगाइसक्यो अनि माथि गएको भान्जा गाउँमा गएको यहाँबाट कहाँ जाने भन्नुहुन्छ अनि बहिनीका घरमा भनेको अनि ए बहिनीका घरमा माथिबाट पुजेर ल्याउनु के शिरबाट शिरदेखि पाउसम्म लाने त्यही त नि शिरदेखि पाउसम्म शिरदेखि पाउसम्म पहिला शिरमा हुन्छ टाउकोमा गर्ने कुलमा गर्ने अहिले पनि त शिरबाट हुन्छ त भइहाल्यो त जस्तो जानियो त्यस्तो गरियो भइहाल्यो के भयो अब टिका त्यो ल्याएर ठिक बोतलमा फेरि बोतलमा हो त्यही हो त्यही लगाइदिनु सबैलाई तेल चाहिँ तपाईँ लगाइदिनु त तेलको मुन्नो मात्रै गर्नु न फुल निकाल्नु सबै सिधा पारेर निकाल्नु है टोपी कस्तो मजाले फुल अड्केको कानमा हाल्नु पर्ने अनि तोरीको तेल लगाइदिन्छु त तोरीको तेल पनि छ त ज्ञानदाईको त बरु पलाएछ पो अझै पलाएको होइन अब पलाउनु होइन झर्दैछ सकिसक्यो ज्वाइँको कस्तो बाक्लो त्यो कपाल लामो छैन अहिले त होइन उमेर बित्दै यस्तो अटोमेटिक पुग्छ हौ अनि विदेश बस्ने मान्छेको त्यो तातो पानी चिसो पानी हुन्छ कि दिनभरि बाहिर घाममा भनौँ न जस्तै भयो भने घाम भइहाल्छ बुढी औँलाले लाउँदा ठिक्क हुन्छ होला नि पहिला त उसले लगाइदिने गरेको थियो त औँलाले लगाइदिनु न सबैको ठुल्ठुलो निकाल्छ सानो राम्रो लामो लामो सानो होइन नि रङ लागेछ मलाई त तिहारपट्टिको त पातलो भयो तिमीले त्यसो भने हातले लाउँदा त पातलो हो यो चामलको पिठो छैन
पिठो छैन चामलको साँच्ची हो त्यो चाहिँ सबैभन्दा राम्रो त्यसको चाहिँ अलिकति थोरै छ त्यो थाहा पनि चामलको पिठो छ भने त चामलको पिठो भनेको बाक्लो मजाले काट्छ अलिकति चालेले चालेर मसिनो निस्किन्छ अनि त्यो हाल्दा चाहिँ राम्रो बस्छ के यो त खै के हुन्छ मैदा जस्तो पाउडर जस्तो होइन मैले अघि यो हुन्छ भन्ने लगाएँ हुन्छ भन्नुभयो जमी हाल्नु मैदाकै रहेछ कि यो तल ठिक्रिन्छ माथि पानी रहन्छ सेतो भनेपछि सबैले आजभोलि जहाँ पनि मैदै हो सुकिहाल्दो रहेछ यो टिका लाउनु न दिदी होइन भयो अरे त्यो कुन चलाउनु भएको छ त्यही अनि तपाईँहरूले अहिले अरूलाई पनि थपिदिने त्यसले थपिदिने ल्याउ मान्छे भयो टिका लगाउँदै यो कलर र यो कलर धेरै फेरि बाक्लो मिसाएर त चामल पनि कुन चाहिँ कलर लगाइदिनु अरे भरे फेरि तपाईँले फेरि अर्कोजनालाई त्यही औँलाई गर्दा भयो छैन चोर के हो यो औँलाले लाउँदैन बाँकी यो तिनटामा यो बढी प्रयोग हुने यो हो त्यसपछि यो र यो लगाइदियो अनि बरु बुढी औँलाले लाउँदा हुँदो रहेछ बुढी औँला त छँदैछ त्यो त मेन तिलकै भन्छ नि तपाईँको तिलक लाउँदा त बुढी औँला नै तिलक लाउने चाहिँ बुढी औँलाले नै हो नि हो त्यो पहिला सेतो चाहिँ अलिक पानी थपेर धेरै बाक्लो रहेछ तिलक त बुढी औँलाले नै हो यो नै हो राम्रो देखिन्छ कि यसरी राम्रो देखिन्छ अनि त्यो पनि कस्तो भने अब एउटा लाग्यो नि त्यो अर्कोलाई अलिकति छोपेर अर्कोले लगाइदिनु अर्कोले अलिकति छोपेर त्यो खापे भयो जस्तो नि झन् राम्रो केही छैन पुस्ता अहिले टिस्युले पुस्ता भइहाल्छ त्यो झरेको रातो सिलाइदिनु पर्थ्यो त्यहाँ अघि चाहिँ भनेन अब पहेँलो र रातो पहिला रातो लगाइदिउँ पहेँलो गुलाबी कलरको रहेछ धेरै नलिनु दिदीको औँला ठुलो रहेछ हौ मेरो औँला ठुलो मान्छेको ठुलो हुनु परेन भाइ औँला ठुलो होइन कि धेरै लिनुभयो अनि यसो चिच्यो क्या चुचुक्क मात्रै हुनु मेरो चाहिँ थोरै लिँदो रहेछ चुचुक्क मात्रै पार्नु त हो अनि सानो भएन कस्तो राम्रो बोल्यो यहाँ तौलिएछ यहाँ तौलिए यसरी नथिच्नु यहीँ थिच्यो भने तौलिएछ चाहिँ अब यो चेप्टेर सबै लाग्छ नि त अहिले जुन जुन रङ प्रयोग गर्नुभयो भाइकोमा पनि त्यही अर्को भाइको पनि त्यही रङ अर्को भाइको पनि त्यही रङ गर्नु नि त्यही त्यसो गर्दा पुसिरहनै पर्दैन मैले पुसिनँ त त्यही लगाउने सुक्खा त यसो गरेर झारेको नि झरिहाल्छ अब एकपल्ट थाहा पनि अलिकति बाक्लो बनाऊ सुकेपछि बाक्लो हुन्छ कि हो साइडमा सेतो पनि देखियो भने राम्रो हुन्छ नि हो अहिले राम्रो भयो हो त्यसरी मिलाउनु भनेपछि रातो र निलो निलो हो यो पहेँलो लागेको छ ठिक छ
लामो भएकोले गर्दाखेरि कलर थोरको रातो लाग्यो पिङ्क लगाएको चम्चमा किनेर राख्यो होइन अहिले पुस भइरहेछ यहाँ देखिँदैन अहिले पुसिदिउँ हो अब त हामीले बिहामा यो मखमली म पुरानो 140 दिने एउटा माला भन्दै मखमली थियो 150 मा मखमली पनि 150 फुल पनि अर्को सयपत्री पनि 150 अनि फुल कसरी मैले त लानु थिएन अनि फुल कसरी रहेछ भनेर सोधेको दाइ लानुहुन्छ भने 80 ले 90 ले लानु न भन्दै थियो अब घरमा चाहिएको छैन किन लाने भने मैले भरे बेलुका के परेर मोठा आएको फुलमा त मान्छे मौरीले छोपे जस्तो नि यस्तो पो रहेछ अनि फुल कसरी माला भनेर फेरि सोधेको त 150 रुपियाँ मखमली 300 रुपियाँ योपल्ट माथि पाहाडतिरको खासै फुलाउन सक्दैन नि त अन्तिममा ल्याएको रहेछ चाराली ल्याएछ एउटीले धुलाबारीमा एकै ठाउँ मात्रै मखमलीको माला थियो त्यो बाटोले गर्दाखेरि वीरेन्द्रले गर्दा त्यसै कारण त्यो बाटो फुल ढिलो फुलो टोपी छोटी अलिक माथि चाहिँ दाइको छोटी रहेछ माथि चाहिँ लागेको छैन है नि नि नाकको चाहिँ पुग्नु अहिले पछि पुस्ति त हुन्छ नाक अन्त पुस्ने नै चेलीबेटीले हो भने आफूले त पुस्ने नै होइन यहाँ पनि अलिकति तल झरेको छ तपाईँको पनि झरेको छ सबैको पहिलो झरेको छ झरिहाल्छ हातमा बढी अलिअलि त भइहाल्छ बढी भएको त्यो झर्दै मेरो चाहिँ दाइको चाहिँ यो नाक आँखा आज रातो हुँदैछ खै हेर्नु के भयो निन्द्रा नपुगेर कि निन्द्रा त चस्मा दाजु चस्मा 3 दिन भइसक्यो 3 दिन हिजो आज राति मात्रै राम्ररी सुत्यो देउसै के को देउसी 2 दिन गुवाले हिजो गाई ब्याएर हिजो त लक्ष्मी हाम्रो अझै 15-20 दिन पछाडि जान्छ जाँदो रहेछ 24 गते भन्न भएको 24 गते नै पुर्याउँछ कि क्या 24 गते होइन 17 गते ब्याउँछ भनेको खोइ दिदीलाई दिदी यता आउनु न तपाईँ चाहिँ यता आउनु त्यसले लगाइदिनु एकैचोटि होइन लाउँदा हुन्छ लाउँदै जाने लाउँदै जाने लाउँदै जाँदा हुन्छ लाउँदै जाँदा हुन्छ ज्ञानलाई लगाइदिएन जसले ल्याउँदा पनि हुन्छ न त यसरी ढोगेको अरे पोरु बिनाले हाँसेर सानो गरेर अरे बेतामुडमा त्यहाँबाट त नजाने हामी बेतामुडाबाट टिका लाउन दिदीलाई दिदीलाई गरे कुरेरको रहेन रहेछ ढोगे त्यहाँ ढोगै जानु नि निहुनेको साह्रो पर्ने माथि भेट्छ है तिमीहरू त सानो गाह्रो छ अब सक्यो होइन अब तिमीहरूको पालो हामीलाई टिका लगाइदिनु कालो चाहिने साह्रो कपाल छैन पर्दैन आयो पर्दैन
कपालै छैन के यसो पछाडिबाट लगाइदिउँ न तिमी गर्दै गर्दा रहेछ त खाइदिनु खाने त छ कि कपाल छैन ए, कपाल त अब सकिसक्यो दाजु निदाउनु गरिदिँदा आनन्द भएछ कि क्या हो भन्ने बेला मेरो पर्दैन खासै छैन मिठाई पनि किनेको भए हुन्थ्यो नि त ए उ त्यहाँ त हाल्दै यहाँ त हाल्दैन बिर्सेछ अहिले राखिँदा नि यो ज्ञानुको खोइ उसको ल्याउँछु के भन्नुहुन्छ यो राखिदिनु अनि आफ्नो आफ्नो भात किन्दै खाने अहिले म चिनाइदिन्छु नि चिन्दैन भने चिनेको दिदी बस्नु त टिका लाउनु यी बस्दा भइगयो नि कहाँ? तीबाट लगाइदिँदा भइगयो नि यदि बसेर लगाइदिनु न दाजु तपाईँ बस्नु दिदीलाई एउटा टुल छैन टुल राख्नु न अनि सजिलो हुन्छ एउटा टुल छैन प्लास्टिकको हो त्यो टुलमा बस्नु उही छ कि त उति रहेछ तल हो त्यो टुलमा बस्नु अप्ठ्यारो हुन्छ नि एउटा टेकेर दिदी हो त्यो दाजु अब सेतो अनि दुईवटा कलर तपाईँ लगाइदिनु कतिवटा कलर छ होइन यसो गर्नु न यसो गर्नु कि आफै आउँछ जम जम यसो गर्नु पातलो हुन्छ त्यो यस्तै हल्लापछि आउँदो रहेछ कि त्यो जमिन त दुईटै मिसेर अलिकति झन् त्यो जमिन, मैदा चामल र अनि उसले। यस्तो हल्लेपछि आफै ठिक्क चामलको पिठो र उसले झन् जम्छ नि लगेको लगेको गर्नु न दाजु त्यही अझै अलिकति तल हुन्छ अर्को टिका लगाएर आउनु भएको अनि त्यो टिका त निकाल्नै मिल्दैन हुन्छ अब त्यति भए हुन्छ त अब यता पास गर्नु पाँच त्यसो गर्दा पालैतिर पनि भयो गीता बस् न सेतो लगाइदिइहाल्नुहुन्छ दाजु होइन दुईवटा लाग्यो म दुईवटा लाग्यो म दुईवटा लगाइदिन्छु दाजु दुईवटा लाग्यो एउटा डबलै पर्दा पनि के हुन्छ रातो र निलो है एकै ठाउँमा कत्रो टाइम लगायो नानीहरूले फोटो खिच्दिन दाजु निलो र त्यसलाई मम्मीले भन्दै थिइन् भन्दै थियो त दुईजना एकजना मैले केटाहरू पनि भोकायो म त कतिखेर आएर लगाइदिन्छन् भाइहरूलाई नानीले त्यो बहिनीको नम्बर छ कि फोन छैन लाग्यो कसको रुबिनाको उयो त्यो फोन गर्नु त त्यो बहिनीलाई को बहिनी त्यही अर्कै आयो नि त अनि आउँदै होला नि अहिले त गाडी पाउनु पनि त गाह्रो छ नि आयो अरेको त सिटी आइपुग्यो अनि नि टिका लाउन गएका होइन माथि त्यसपछि कहाँ आएका छ त्यहाँबाट त सफारी त पाइहाल्छ पाइहाल्छ नि सफारी त आज भेटिँदैन अहिले टिका अहिले धेरै गाह्रो दाजु यसो टुसुक्क छाउनु मात्रै ल हो धेरै मोटो भयो भने राम्रो देखिरहेको छ हजुर टिका लगाइसक्यो मलाई टिका लगाउँदाखेरि जहिले खालबारी पनि याद आउँछ कि छिटो आ सफारी भेट्यो त छिटो आ भन्नु न कुन लागि छ एउटा हरियो चाहिँ लगाइदिनु पर्ने दुईवटा कलर सबभन्दा एकै ठाउँमा लास्टमा यो जब उतालाई माथिबाट पार्दैन खप्दिन्छ दिमाथि फेरि खप्दिन्छ
यो भिडियो चाहिँ मलाई नि पठाइदिनु है दाइ काटेर जति भाग चाहियो त्यति लिँदा भइहाल्छ अहिले सजिलो रहेछ चमचम चाहिँ खाँदो नि ल्याउनु पर्ने रहेछ क्या अलिक धेरै चाहिन्छ धेरै चाहिने रहेछ अनि त्यहाँ 5वटामा थियो नि अर्को पनि प्याकेट छ नि प्याकेट यो पनि ल्याइदिएको सानो आवाजमा ब्याकग्राउन्ड आवाज हुने रहेछ नि त गीत लगाइदिएको भए पछि आफै लगाउँदा हुन्छ त नभए गएर मेरो हातले त कहाँ त्यति टाढा तन्कियो त अनि तपाईँ यो एउटा घुर्रा बनाएर बिहान बिहान त्यो चलाउनु है यो छ त त्यही त एउटा घुर्रा बनाएर मै पार्ने हो त्यही त यस्तो 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 माथिबाट सक्यो भने सकेसम्म माथि चिज जाने क्या कहाँसम्म जान्छ सबभन्दा सजिलो भए धेरै दुख्छ भने यसरी हात राखेर यसरी घुमाउनु कि यसरी यसरी घुमाउँदाखेरि माथि माथि जान्छ अरू फेरि त्यो तलको चिसोमा टाँसियो हात राखेर सपोर्ट पनि हुन्छ अनि घुमेको थाहा हुन्छ घुमेको चिया दिउँ कि दही दिउँ कि फल दिउँ कि मिठाई रस गरी खाना पनि हुन्छ मिठाई खानु म बजाएको मिठाई कुनामा चिसो राखेको छोरो अब उड्दा भयो त है बस्नु न हौ के हतार कहाँ जानु छ कि लाइभमा बस्नु सक्यो लाइभ त बेलुका मात्रै हो नि ए चमचम भेटिएन दिदी रहेछ सबै छाप पारेर राख्दै आउनु त अरूतिर पनि अरूले अब भात खानुपर्छ त्यही त चिया फोटो हान्नु पर्थ्यो भिडियो भएपछि के फोटो हान्नु उयो छ यसले भिडियो र फोटोको राम्रो बेग्लै हुन्छ यो त मैले लामो भिडियो उसको लागि युट्युबको लागि बनाएको भइहाल्छ नि किन ट्याग गर्नु सबैले ब्लुटुथबाट लाँदा पनि हुन्छ वाट्सएपबाट लाँदा पनि हुन्छ चारैजना त खै त आएन त अलिक त्यो कुर्सी अलिक सार्नु, कुर्सीहरू अलिक कोसिस गरेर त्यो ढोकाको त्यहाँनिर पछाडि हो त्यहाँबाट हाल्नु। त्यहाँबाट हातले अम्लाले तपाईँको क्यामेरा खिचिरहेको अनि के अरे दुर्गा पर्साईले त बकैदा पेट्रोल के जाति नुन मटिरियल सबै स्टक राख्नु होला है भनेर 1 महिनालाई त्यो मात्र होइन हिजो रातिबाट इन्डिया र पाकिस्तानको वार सुरु भइसक्यो सबभन्दा ठुलो टेन्सन त्यही थियो त्यही सुरु भइसक्यो अब यस्तै यस्तै होला होइन यो अब बढेर जान्छ यस्तै यस्तै होला अब देशमा। तपाईँको के अरे राखेन त चाइनाले नेपालको बोर्डरमा सबै सेना राख्छ यहाँ राखिसक्छ त चारैतिर अहिले एकदमै उ गरेर गइसक्यो सबै आउने गरी यो छानो चिना निकाल्नु यसो गरेर निकाल्नु ल सिकन्दर मिसाइल हानेछ दिल्लीलाई टार्गेट गरेर अनि वारै सुरु भइसक्यो लाहोर अघि र तपाईँले खिचे जस्तो राम्रो पारिदिएको थियो त्यो अनि यता पुनम कान्छीको त्यो त्यो उज्यालोले एन्टी लाइट गरेछ उसको ठिकै छ यहाँ मिल्दैन क्या ठाउँ होइन ऊ त्यो उज्यालोले एन्टी लाइट गरिदियो नि त त्यो उज्यालो उताबाट गरेर त चिन्ता ऊ त्यो पल्लोपट्टि राख त उताबाट बिराम्नु अब सकेन हो कस्तो क्लियर आयो त्यहाँ चाहिँ होचो भयो ऊ त्यो स्ट्यान्डमा चाहिँ तिम्रो हाल्नु मिल्दैन अब त्यो स्ट्यान्डको सकिएन अब कि अझै भिडियो बनाउनै छ के गर्नु खोइ कि त म त्यो स्ट्यान्डबाट त्यो निकाल्नु खिच्नु हो